नमस्कार साथीहरू। होइन के हुँदैछ हो हाम्रो नेपालमा। पहिला रामधुलाई कुट्ने, अहिले स्वागत गर्न एयरपोर्ट पुग्ने। होइन के अचम्मै हुँदैछ हो हाम्रो देशमा यार। यो भिडियो हेर्नुहोस् त साथीहरू एकचोटि। अब के खानलाई यति धेरै धेरै रियाल चुहाएका हुन् साथीहरू यार। हिजो यही बुढालाई घरभित्रै छिरेर रगतको झाकमाक हुने गरी बजाएका पनि यिनकै कार्यकर्ता थिए र आज एयरपोर्टमा स्वागत गर्न पनि यिनकै कार्यकर्ता थिए। अब के भन्ने, नेपालीको दोमने चरित्रलाई त बुझिन सक्नु छ साथीहरू। यिनका कार्यकर्ता देख्दा नि अचम्मै लाग्छ। अब नयाँ पार्टी खोलेर मौलाउने कोसिस गरिरहेका छन्। गगनलाई टक्करै दिन आएका हुन् त यिनी। कमेन्ट गर्नुहोस् त साथीहरू, के यो राम्रो हो? जेल जानुपर्ने ठाउँमा, छानबिन हुनुपर्ने ठाउँमा यति भव्य स्वागत? तेरिका।